लजिक्स डिजिटल सिस्टमको नमस्कार। आज फेरि तपाईहरुको लागि भनेर चाहिँ खतरा ल्यापटपहरु एकदम बेस्ट प्राइसमा लिएर आइसकेको छु। कुन चाहिँ तपाईको लागि पर्फेक्ट हो त्यो पनि म अहिले भिडियोमा भन्ने नै छु। अब कुन ल्यापटपहरु पनि रहेछन् आज पनि त्यो भिडियोमा हामी हेरिहाल्छौं। सो फर्स्टली चाहिँ यो भिडियोलाई लाइक गर्नुहोस्, शेयर गर्नुहोस् अनि सब्स्क्राइब गर्नुहोस् हामीलाई, र सबैभन्दा मेन कमेन्ट गर्न चाहिँ बिर्सिदै नबिर्सिनुहोस्, किनकि आज कमेन्ट गर्नेहरु मध्ये एकजनाले जित्न सक्नुहुन्छ खतरा गेमिङ माउस। अब यो भन्दा अघिल्लो भिडियोको विनर चाहिँ को हुनुभयो त्यो आज भिडियोमा भन्ने नै छु। अब चाहिँ भिडियोलाई धेरै ढिला नगरिकन सुरु गरिदिहालौँ है त। सबैभन्दा पहिला चाहिँ हेरौँ हामी एसरको एस्पायरको यसमा भएको i5 को 13 जेनेरेसनको 1334U प्रोसेसरले चाहिँ तपाईको डेली नर्मल टास्कहरुलाई चाहिँ एकदम पावर सफिसिएन्ट नै हुन्छ। यसमा रहेको 8GB को र्याम 256GB SSD ले चाहिँ तपाईको ब्राउजिङ गर्नुहोस्, अफिसको काम गर्नुहोस्, मल्टिटास्किङ गर्नुहोस्, त्यो चाहिँ एकदम पर्फेक्टली हुन्छ। सुन्दाखेरि अलिकति कम होला तर एकदम हेभी टास्कको लागि बनेको होइन यो ल्यापटप, त्यसैले 8GB र 256GB ले चाहिँ इनफ नै हुनेवाला छ। अब कनेक्टिभिटीको कुरा गर्दाखेरि चाहिँ यसमा तपाईहरुले पाउन सक्नुहुन्छ दुईटा टाइप सी, एउटा HDMI, दुईटा टाइप A, एउटा 3.5mm को हेडफोन ज्याक र एउटा चार्जर, अभियसली कुरा भइहाल्यो। अब यसलाई चाहिँ वेटको कुरा गर्दाखेरि 1.7 kg को वेट रहेको छ यसको, त्यही भएर बोकेर हिँड्न पनि खासै यसले त्यस्तो प्रब्लम हुन्छ जस्तो चाहिँ मलाई लाग्दैन, किनकि 1.7 kg वेट भनेको एउटा ब्यालेन्स वेट नै भयो। ब्याट्री ब्याकअप चाहिँ यसमा फेरि एकदम कडा नै छ। एक फेरि चार्ज गरेपछि 11 आवर्सको ब्याकअप चाहिँ यो ल्यापटपले दिन्छ। भनेपछि ल्यापटपको चार्जर कहाँ छ भनेर खोजिरहेको जमाना गयो। एकचोटि चार्ज गर्ने 11 घण्टा चाहिँ मजाले चलाउने। अब यस्तो दामी फिचर भनिसकेपछि चाहिँ प्राइस चाहिँ महँगो नै होला भन्ने सोच्नुहुन्छ भने त्यस्तो हुँदै हैन। यो एसरको एस्पायरको चाहिँ तपाईले लजिक्समा चाहिँ पाउन सक्नुहुन्छ मात्र 67,990 रुपैयाँ जस्तो प्राइसमा। भनेपछि हेर्नुस् त यस्तो फिचर प्याक ल्यापटप त्यति पैसामा, त्यो पनि फ्री एक्सेसरिजको साथमा। अब एक्सेसरिज के छ चाहिँ त्यो भिडियोको लास्टमा भन्ने छु। अब यो चाहिँ ल्यापटप यदि तपाईहरु स्टुडेन्ट हुनुहुन्छ, तपाईले ल्यापटप बोकेर हिँडिराख्नु पर्ने हुन्छ भने चाहिँ तपाईको लागि यो ल्यापटप एकदम पर्फेक्ट हुन सक्छ जस्तो मलाई लाग्छ, किनकि पावर पनि डिसेन्ट नै छ अनि बोकेर हिँड्न पनि त्यस्तो धेरै वेट पनि यसको छैन। अब अर्को ल्यापटप कुन रहेछ चाहिँ आउनु सानो नेक्स्ट भिडियोमा। अब हाम्रो आजको अर्को ल्यापटपमा यो चाहिँ हो HP को ओम्निबुक फ्लिप 5। यसमा रहेको इन्टेलको कोर 7 150U प्रोसेसरले चाहिँ पर्फर्मेन्स र पावरको चाहिँ एउटा खतरा कम्बिनेसनको एउटा ल्यापटप हो भनेर चिन्न सकिन्छ। तपाईको जस्तो सुकै टास्कलाई चाहिँ एकदम पावरफुली र इफिसिएन्टली कम्प्लिट गर्छ यो ल्यापटपले। अब यसको डिस्प्लेको कुरा गर्दाखेरि चाहिँ तपाईले यसमा 14 इन्चको फुल HD टच स्क्रिन डिस्प्ले पाउन सक्नुहुनेछ। भनेपछि तपाईको बिजनेसको कामहरु गर्नको लागि अथवा प्रोडक्टिभिटीको काम गर्नको लागि चाहिँ यो डिस्प्लेले धोका दिनेवाला छैन। तपाईको प्रोडक्टिभिटी मात्र हैन, यसले चाहिँ तपाईको क्रिएटिभिटी पनि बढाउन मिल्छ। कसरी भन्दाखेरि चाहिँ यस्तो गरेर चाहिँ तपाईले यसको टच स्क्रिनलाई ट्याब्लेट बनाएर चाहिँ चलाउन सक्नुहुन्छ। भनेपछि तपाईको क्रिएटिभिटी काम गर्न पनि मिल्यो। यदि तपाईले नोट लेखिराख्नु पर्छ भने टाइप गरेर बस्नु पर्दैन, सिधा यहाँ चाहिँ तपाईले नोटहरु लेख्न सक्नुहुनेछ। अब पोर्ट्सको कुरा गर्दाखेरि पनि तपाईले चाहिँ यसमा पाउन सक्नुहुनेछ दुईटा टाइप सी, दुईटा टाइप A पोर्ट, एउटा HDMI पोर्ट र एउटा 3.5mm को हेडफोन ज्याक र एउटा चार्जिङ पोर्ट चाहिँ पाउन सक्नुहुनेछ। अब अघिको एस्पायर गोसँग कम्पेयर गरेर हेर्दाखेरि चाहिँ यसमा एकदम फिचरहरु धेरै पनि छ अनि एकदम अलि इनोभेटिभ टाइपको अलि नयाँ कन्सेप्टमा बनेको ल्यापटप चाहिँ तपाईले यो पाउन सक्नुहुनेछ। तर यो कम्पेरेबल पनि छैन, किनकि तपाईले 67,990 मा पाइराख्नु भएको थियो त्यो ल्यापटप पनि तपाईले यो HP को ओम्निबुक चाहिँ पाउन सक्नुहुनेछ मात्र। अब कुरा गरौँ आजको स्टार मोडल ल्यापटप HP को ओम्निबुक X फ्लिप। मेरो पनि पर्सनली चाहिँ एकदम फेभरेट ल्यापटप हो यो चाहिँ। यसको डिजाइन्स मात्र हेर्नु न, टक्क मिलेको कलरमा यस्तो स्लिक डिजाइनमा छ। तपाईले देखिराख्नु पनि भएको छ मलाई किन मन परेको होला। यसमा चाहिँ नेक्स्ट जेन AI पावर चाहिँ प्रोसेसर पाउन सक्नुहुनेछ। यो चाहिँ AI पावर ल्यापटप भन्दा पनि यस्तो केही फरक पर्नेवाला छैन। अब प्रोसेसरकै कुरा गर्दाखेरि चाहिँ यसमा छ इन्टेल कोर अल्ट्रा 7 को 256B एकदम नयाँ प्रोसेसर तपाईले पाउन सक्नुहुनेछ। अब र्यामकै कुरा गर्दाखेरि चाहिँ यसमा 16GB को र्याम र 1TB को म्यासिभ स्टोरेज पाउन सक्नुहुन्छ। भनेपछि जति सुकै मल्टिटास्किङ गरे पनि यसले धान्छ र जति सुकै फाइलहरु राखे पनि तपाईको 1TB को स्टोरेज भरिनु भनेको कहिले। अब कनेक्टिभिटीको कुरा गर्दाखेरि तपाईले यसमा पाउन सक्नुहुन्छ दुईटा टाइप सी, दुईटा टाइप A, एउटा HDMI पोर्ट, एउटा 3.5mm को हेडफोन ज्याक र चार्जिङ पोर्ट त भइ नै हाल्यो। डिस्प्लेको कुरा गर्दाखेरि चाहिँ तपाईहरुले पाउन सक्नुहुन्छ यसमा 2K रिजोल्युसन भएको डिस्प्ले, 14 इन्चको 2K डिस्प्ले, त्यो पनि टच स्क्रिनमा। भनेपछि त तपाईको बिजनेसको कामको लागि, प्रेजेन्टेसनहरु बनाउनको लागि होस् या केही कन्टेन्ट नै कन्ज्युम गर्नको लागि होस्, यसको डिस्प्ले चाहिँ एकदम पर्फेक्ट छ।
त्यति मात्र होइन, फेरि यसलाई चाहिँ तपाईँले यस्तो गरेर एज अ ल्यापटप पनि एज अ ट्याब्लेट पनि युज गर्न सक्नुहुनेछ। भनेपछि तपाईँको प्रोडक्टिभिटीलाई मात्र होइन, क्रिएटिभिटीलाई पनि यसले चाहिँ मजाले इन्हेन्स गरिदिन्छ। भनेपछि बिजनेसको लागि, क्रिएटिभिटीको लागि पर्फेक्ट ल्यापटप भयो। अब चाहिँ कुरा गरौँ यसको HP OmniBook 5 फ्लिपसँग कम्पेयर गर्दाखेरि चाहिँ के कतिको अपग्रेड छ त। तपाईँले देखिसक्नुभयो 1 TB को स्टोरेज, 2K रिजोल्युसन भएको डिस्प्ले, अपग्रेड त अभियसली नै भयो। अल्ट्रा 7 को प्रोसेसर भनेपछि अघिको ल्यापटप भन्दा यो चाहिँ अलिकति धेरै माथि नै छ, इन्क्रिज नै भएर आएको ल्यापटप हो। त्यो पनि प्राइस 1,34,990। अब अघिको ल्यापटप भन्दा अलिकति महँगो लाग्न सक्छ, तर यसलाई महँगो भन्न चाहिँ मिल्दैन, किनकि तपाईँले यस्तो धेरै खतरा फिचर्सहरू पाइराख्नु भएको छ। प्रोसेसर एकदम नयाँ जेनेरेसनको पाइराख्नु भएको छ, 1 TB को स्टोरेज पाइराख्नु भएको छ, एकदम फास्ट खालको 16 GB को ऱ्याम पाइराख्नु भएको छ भने 1,34,990 चाहिँ तपाईँले एकदम धेरै थोक नै दिइरहेको छ। AI पावर ल्यापटप भनेपछि अहिलेको ल्यापटप भन्दा अलि माथि आउने त भइ नै हाल्यो। सो त्यतिको प्राइसमा त्यो पनि फ्री एक्सेसरिजहरू सत्ता चाहिँ तपाईँले पाउनुहुन्छ भनेपछि अब फ्री एक्सेसरिज के रहेछ त्यसको कुरा गर्ने पनि बेला आइसकेको छ है त। सो अब तपाईँको लागि पर्फेक्ट ल्यापटप चाहिँ कुन होला त? आजको भिडियोमा मैले सबै ल्यापटपहरू के कस्तो छ भनिसकेँ। अब तपाईँको लागि चाहिँ पर्फेक्ट कुन हुनसक्छ त? तपाईँको चाहिँ एकदम बजेट अलिकति टाइट नै छ, तर मलाई यस्तो वाइया त होइन, ठिकठाकको ल्यापटप चाहिन्छ, म स्टुडेन्ट हो, मेरो खासै धेरै पावरवाला काम पनि हुँदैन भन्नुहुन्छ भने चाहिँ एसरको एस्पायर गो चाहिँ तपाईँको लागि पर्फेक्ट हुनसक्छ। किनकि 67,990 को प्राइसमा चाहिँ यसले खतरा कुराहरू अफर गरिरहेको छ। अनि तपाईँ स्टुडेन्ट हुनुहुन्छ अथवा तपाईँको पावर कन्ज्युम गर्ने काम चाहिँ हुँदैन भने चाहिँ एकदम पैसा हालेर धेरै महँगो ल्यापटप लिएर पनि काम छैन। त्यही भएर एसर एस्पायर गो चाहिँ तपाईँको लागि पर्फेक्ट हुनसक्छ। तर होइन, तपाईँको बजेट चाहिँ 1 लाखसम्मको छ, 1 लाखभन्दा 4-5 हजार यताउति भएर फरक पर्दैन भन्नुहुन्छ भने चाहिँ HP को OmniBook 5 फ्लिप चाहिँ तपाईँको लागि हुनसक्छ। किनभने त्यो ल्यापटप 1 लाखको बजेटमा चाहिँ एकदम पर्फेक्ट छ, किनभने त्यसमा पावर पनि छ। तपाईँको लागि बिजनेसको लागि चाहिँ एकदम पर्फेक्ट पनि हुनसक्छ। यसमा अब फ्लिपको फिचरहरू छ, तपाईँले एज अ ट्याब्लेट पनि युज गर्न सक्नुहुन्छ, नोटहरू लेख्नको लागि चाहिँ सजिलो हुन्छ। सो 1 लाखको बजेटमा बिजनेस ओरिएन्टेड ल्यापटप र धेरै ट्राभल गरिराख्नुपर्छ भने पनि यो ल्यापटप चाहिँ तपाईँको लागि पर्फेक्ट हुनसक्छ। तर होइन, मेरो बजेट चाहिँ 1 लाखभन्दा बढी छ, मलाई बजेटको प्रब्लम छैन, तर मलाई ल्यापटप चाहिँ खत्रै पावरफुल चाहिन्छ भन्नुहुन्छ भने चाहिँ नन अदर देन HP को OmniBook X फ्लिप चाहिँ तपाईँको लागि पर्फेक्ट ल्यापटप हो। किनभने पावर त यसमा भरिपूर्णै छ, मैले भिडियोमा भनिसकेको छु के कस्तो छ भनेर। 1,34,990 को प्राइसमा यसले जे अफर गरिरहेको छ त्यो चाहिँ तपाईँको लागि एकदम पर्फेक्ट हुन्छ। यसमा पनि फ्लिपको फिचर्स छ भनेपछि तपाईँले यसलाई फ्लिप गरेर यसको टच स्क्रिन पनि युज गर्न सक्नुहुनेछ। भनेपछि आजको भिडियोमा मैले यति कुराहरू गरिहालेँ। अब तपाईँलाई चाहिँ आजको भिडियोको ल्यापटपहरूमध्ये सबभन्दा राम्रो ल्यापटप, एकदम खतरा ल्यापटप चाहिँ कुन लाग्यो तल कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला। सो अब एक्सेसरिज चाहिँ तपाईँले के पाउन सक्नुहुनेछ त? यदि तपाईँले हाम्रो लजिक्समा आएर चाहिँ सामान किन्नुहुन्छ अथवा ल्यापटप पर्चेस गर्नुहुन्छ भने चाहिँ तपाईँले पाउन सक्नुहुन्छ एउटा खतरा गेमिङ माउस, एउटा किबोर्ड गार्ड, एउटा खतरा माउस प्याड र एउटा खतरा खालको ल्यापटप ब्याग। अब आजको लागि ल्यापटपहरू यति नै भयो। खतरा ल्यापटप लिएर आइराख्नेछु। आजको लागि चाहिँ यति नै। अर्को भिडियोमा फेरि भेटौँला है त। बाई बाई।